अस्ति गर्मी खाना आइपुग्यो खतराको लाग्छ यार मलाई कस्तो मिठो लाग्छ चलो भाइ गर्मी खाना आइपुग्यो गर्मी कति हो यार ग्रिनमा काम गर्नु गाह्रो छ नि ल अहिले चाहिँ हामी सिम लिनको लागि जाँदैछौँ सिम अनि करेन्सी एक्सचेन्ज गर्नुपर्ने छ करेन्सी पनि छैन फर्स्टमा करेन्सी एक्सचेन्ज गरेर चाहिँ सिम लिने अनि जाने वेदर चाहिँ बवाल लेखेको छ तर जेम्सी के छ यार जेम्सलाई दुईटा घाम लागेको छ दुईटा होइन कतिवटा लागेको नि त भन अलमोस्ट 37-38 लास्ट टाइम चाहिँ गर्दा 38 डिग्री सेल्सियस थियो मैले अघि चाहिँ गर्दा आमामा 38 पानी त अनि वहाँ है ताप्लेजुङमा हामी ताप्लेजुङमा के भन्छ विन्टरमा तातो पानी नुहाए भन्दा साह्रो आउँछ के कति यार त्यो त लेमन किन निम्बु पानी भनेको 2 ग्राम Sorry? Sorry? Yusuf Building. Yusuf Building follow na sir? No idea. This guy is not here. New here. कस्तो छ त्यो बिर्यानीको के म त यो त ठुलो लार्ज साइजमा नि खान्छु यो कुन मिडियम हो म त लार्ज साइजमा नि खाइदिन्छु अहिले सिम यहाँदेखि लिउँला चस्मा लिन जाने खै मलाई चस्मा नकिनिदिएको ग्रोसरी चाहिँ यहाँनिर यो यहाँनिर के पाइन्छ ग्रोसरी स्टोर ओके पैसा करेन्सी चेन्ज भइसकेको छ धेर साटेको होइन कति $100 जति साटेको कस्तो भयो क्या अब यो मोबाइल नम्बर भन्छ है मलाई अनि आई डोन्ट ह्याभ सिम भनेर भन्छु कि आई डोन्ट ह्याभ लोकल सिम भन्छु यो फ्रम नेपाल है हिन्दी बोलो भाइ हामी चाहिँ मेट्रो कार्ड टपअप गर्न लाग्यो 49 भयो है ठिक सक्सेस भयो होइन 19 थियो है 19 थियो भनेपछि त लौ त 19 थियो 19 20 लागेपछि 20 30 हो त्यस्तै हो मेट्रो हामी अहिले कहाँ जाँदैछौँ डेट टु डे भने कति डिस्टेन्स छ यहाँदेखि यहीँनिर यहाँ छौँ अलिकति चाहिने कुराहरू लुगा लिनको लागि लुगा स्टोरमा यो चाहिन्छ कहाँदेखि इम्पोर्ट हुन्छ र यो यहीँ म्यानुफ्याक्चर हुन्छ र यो यहाँ देखाउनु लिएर आएको कि अब यहाँ अब कुनै रहेछ ठिकै नजिकै रहेछ नि वकिङ डिस्टेन्स त्यस्तै कति 5 मिनटै लाग्यो नि हामीलाई आउनु होइन वरिपरि सबै कुरा गर्नु रहेछ भइगयो त अनि म नेक्स्ट टाइम चाहिँ कि प्लेनमा मिडल सिटमा मरिगए बस्दिनँ अबदेखि म जिन्दगीमा बस्दिनँ न यता ढल्किन पाइन्छ न उता ढल्किन पाइन्छ काबु भयो म त भनेपछि यो मुनिको चाहिँ कति हो खै कहाँ छ सबै 20 नै हुँदैछ त 14 को यो ठिक छ त 14 को कति छ 135 कलर कुन सा कलर त्यहाँ कलर म्याटर गर्ने हो त्यहाँ हेरेर त अलिकति चकिलो कलर बाइक कुनै छ है हिटर चाहिँ बेड उयोहरू सिरानी भइगयो सिरानी भयो सिरानी त सस्तो बजार छ नि त दुईवटा हुने रहेछ क्या सिरानीको त्यो अलवेज बी नेपाली हेरेर हुन्छ नि हिसाब हान्ने 10 भनेपछि 700 को आधी कति हुन्छ ए बेड कभर छ है तिमीसँग छ सबै छ ब्ल्याङ्केट चाहियो है ब्ल्याङ्केट चाहियो अब जम्मा कहाँ छ यहाँ छ त यत्रो ब्ल्याङ्केट यो ब्ल्याङ्केटहरू होइन त यस्तोले कहाँ हुन्छ त नि अब यत्रो ठुल्ठुलो मोटो लगाएर के गर्नु म तिमीले हिजो ओढेको यस्तो हो म गर्मीले राति लडक्क भएको थियो यार पछि गर्मी भयो भने किन है फेरि अर्को ठुलो पछि किन्नु है अहिले यस्तो लगाउँदैछ तर जाडो हुन्छ होला यार यस्तो तिमीलाई एसीमा है यतिको सामान ठिक हुन्छ हौ यतिको त बाक्लै छ नि त यो त
होइन होइन होस् ठुलै लगिदिउँ अब के चाहिँ गर्नु ठुलो कुन लगाउँ त हेरी हेरी रहेछ मेरो त्यो 70 दिरामको बाहिरको वेदर यो यस्तो लगाइ यस्तो कम्बलहरू बोकाएर कसले पत्याउँछ कि बाहिर 38 39 छ भनेर कसले यहाँ पत्याउँछ अब भन बाहिरको वेदर कसले पत्याउँछ कि यत्रो ठुलो कम्बल यो वहाँ जाडोमा लाइक हुन्छ नि त प्याक गरिदिँदैन यो त ठिकै छ पिलो ठिकै छ अनि यो त अति भनेर रुममा एसी त हुन्छ त्यही भएर जाडो हुन्छ हुन त तर पनि कसले चाहिँ पत्याउँछ कि यहाँ यस्तो जाडो के अरे गर्मी छ भनेर कसले पत्याउँछ लु भन त यो देखेर ओइ टेस्ला कार कलेक्सन यस्तो है केटाकेटीको लागि त्यो टेस्ला 20 भन्छ त्यो 4 हाल्ने डब्बा हुन्छ क्या टेस्ला साइबर ट्रक है अझै सस्तो पर्दो रहेछ यस्तो रिमोट कन्ट्रोल कारलाई 20 रुममा लगेर कुदाउँदै हो त्यही काम बाँकी छ मेरो बस बाई पुरै बोकेर हुन्छ हामीले यहाँ यस्तो छ होइन गर्मी यस्तो छ अनि यहाँनिर हामीले लियौँ 115 को जति भयो सामान भनेको भनेपछि 115 को पुग्यो कति 4000 कति त्यस्तै 4000 कति जति भयो होला यार जस्ट 4000 मा अलिकति ज्यादा कति जति भयो त्यतिको लियौँ हामीले सामान अब सिम मेरो काममा यता गइन्छ तिम्रो यता हो फाइनली सिमको काम पनि सकिएको छ हाम्रो सिम लिइसक्यो सिमको पर्यो मलाई 30 GB डाटासँगको 1 महिनाको लागि 30 GB पर डे 1 GB गर्दाखेरि टपअप कतिको भयो है कति हाल्थ्यो रिचार्ज चाहिँ टपअप गरेन डाइरेक्ट रिचार्ज लाग्ने ए ओके त्यो गर्दा मलाई पर्यो 55 भनेपछि कति हिसाब गर्दा गर्दै जान्छ यस्तो म्याथमा म ट्यालेन्ट भएको है म यहाँ आउँथेँ होला घुम्नलाई मात्र आउँथेँ आए पनि म यहाँ ब्लक 2 होला होइन यो अब रुममा सामान राखिसक्यौँ अब हामी जाँदैछौँ मेडिकल टेस्ट छ मेरो त्यसको लागि जान लागेको छु कन्सल्टेन्सी आज सायद 1-2 दिनमा आउँछ होला त्यसपछि मेरो कार्डको लागि चाहिँ अब टेस्ट दिनैपर्छ कार्ड 1-2 दिन आउँछ कार्ड नआइन्जेल अब यस्तै हो घुम्ने नआइन्जेल चिलमा बस्ने त्यसपछि हो अब खराब हुन्छ दिमाग त्यसपछि चाहिँ यार लास्टै कार्ड नआइन्जेल चाहिँ चिल हो कार्ड नआइन्जेल यहाँ पनि रहेछ त अनि यहाँ चाहिँ स्पोर्टमा रहेछ स्पोर्ट यो ओके एरिया चाहिँ ठिक लाग्यो यार एरियामा वरिपरि सबै नै पाउने रहेछ क्या यहाँनिर सबै एमएमए यो के अरे गाडी पाउने ए अल्कोहल उयो अब यो एरियामा त बाहिर छु जस्तो लाग्दैन सब नेपाली र इन्डियन बाहेक कोही नै छैन सब नेपाली इन्डियन निन्द्रा लागिरहेछ यार के छ यार अल्छी लाग्यो यो रह्यो मेरो मेडिकलको डकुमेन्ट मेडिकल गर्ने बिल्डिङ चाहिँ यो सेन्ट्रल मल यहाँनिर हो कुन फ्लोरमा हो याद भएन भित्रै गएर थाहा हुन्छ यार अब मलाई फाइनली मेडिकल टेस्ट पनि सकिएको छ मेडिकल दिएर निस्किसक्यो म स्मुथ भयो मेडिकल पनि त्यस्तो घन्टा ढिलो छैन छिटै तर अलिकति कुर्नु चाहिँ पऱ्यो ठिकै छ यहाँ तर उहाँ जस्तो सिस्टम चाहिँ छैन त्यस हुन्छ नि कालो मिचेर भागिदिने वा के गरिदिने एकदम उयो रहेछ क्या यहाँ चाहिँ म अब आएको छु यो सेन्ट्रल मल सडक डिजी भन्नेमा अब यहाँ एउटा दाई हुनुहुन्छ उहाँ दाईलाई पर्खेर बसिरहेको छु मेट्रोमा गाडीहरू चाहिँ सही हो क्या गाडीहरू चाहिँ हुन्छ नि हुन्डाई मर्सिडिज के हो के बबाल हो क्या अनि अर्को भनेको चाहिँ रेड लाइटमा चाहिँ तपाईँ क्रस हुनुभयो भने चाहिँ 200 होला AED 200 लाग्दो रहेछ क्या 200 भनेको त
के काम हुन्छ यहाँ 200ले अलिकति एकछिनको हतारले सक्यो क्या यहाँ सक्यो सिधै सकिए नै हाल्यो 200 को फाइन आइहाल्यो कि फेरि चिल क्या ठाउँ चाहिँ यहाँ चिल रहेछ हाम्रोदेखि करिब वकिङ डिस्टेन्स भनेको त्यही कति 15 मिनट लाग्यो 15 मिनट म्याक्स टु म्याक्स 15 मिनट्स पनि लाग्दैन होला मजाले यसमा चाहिँ आइपुगिहाल्छ 15 मिनट जतिमा मजाले चिल बवाल सनसेट हुँदैछ बवाल अब विक्रमलाई भेट्नुपर्ने छ विक्रम पनि आएको छ अरे त्यसको रुम अब उसलाई भेट्नुपर्ने भयो जस्ट नजिक छ क्या सबैजना हुन्छ नि त्यो एकै छु के छु होला फेरि आएको छैन क्या अब भर्खर पनि म दाइसँग एक राउन्ड घुमेर आएँ अनि त्यस्तो भइरहेको छ क्या मजा आउँछ कि जे होस् हुन्छ नि सो हाम्रो विक्रमसँग भेट भइसकेको छ मेरो चाहिँ होइन अब हामी कहाँ जान्छौँ विक्रम समथिङ म चाहिँ मेरो रुम लिएर जान्छु भनेको तँलाई धेरै टाढा होइन यहाँदेखि कति 5 मिनटको नेक्स्ट मेट्रो स्टेसनदेखि अगाडि हामी अहिले मिडलमा छौँ नि त नाम के अरे मेट्रो हामी बुर्जुमान अहिले सरब ब्रिजको अगाडि छु अब हामी जाने भनेको बुर्जुमानदेखि अगाडिको स्टेसनभन्दा अलिकति हो क्या मेरो रुम चाहिँ जस बबाल छ त्यहाँ पनि ओके यस्तै हो जस्ट चिल छ क्या दुबई रमाइलो लागिरहेको छ त्यो हुन त कति नै हुन्छ अफिसियली एक दिन मात्र हुँदैछ मेरो जम्मी अब भन्नु नै पर्दा चिल छ क्या आजको दिन एकदम राम्रो भयो भोलि सायद अर्को नयाँ ठाउँ जानेछौँ भोलि नयाँ ठाउँ गयो भने देखाउँला पनि आजको लागि चाहिँ हेर राखौँ सी यू बाई